सो गुड मर्निङ एन्ड नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। सो गाइज आजको भ्लगमा स्वागत छ सबैजनालाई। अनि आज चाहिँ अस्ति नै खनेको मकै चाहिँ के कत्रा भयो त भनेर चाहिँ यतातिर टक्कै हेर्दैछु। अनि बिहानभरि पानी पर्यो अनि अहिले चाहिँ लगभग फाटेछ। अनि मकैहरू चाहिँ यत्रो भइसक्यो यतातिर हाम्रो। मैले यस्तरी चिमोटेको मकै कहाँनिर छ भनेदेखि होइन त्यो यारी यहाँनिर यस्तो भइसक्यो मकै। सो थाहा छैन एकदम म चाहिँ फेरि एकदम खतरा मान्छे हो क्या। ल मकै यत्रा भइसक्यो है, लगभग एक हात यही हातको एक हात भइसक्यो यतातिर बेच्नु। अनि साइडमा चाहिँ अलिक सानै छ, यो साइडमा बेसार छ होइन। बेसार खासमा चाहिँ यो साइडमा लाउनु पर्ने हो किनभने चाहिँ त्यो रुखको छायाले पनि अलिकति राम्रो हुन्छ क्या। अब चाहिँ च्याउहरू फल्ने बेला भयो यार, वनहरूमा च्याउहरू फल्ने टाइम भइसक्यो। अनि आज म कस्तो मानिरहेको छु साथीहरू यार, यति मानिरहेको छु क्या हुन्छ। सो अनि मौसम यो साइड यो लेकबाट होइन, यो घुराई साइडको यो लेकबाट गरेर सर होइन, अनि तुलसीपुर लेक गरेर चट्ट यो कालीमाटीको यताउता अरे यो के भन्छ यो गङ्गाटीतिर साइडको होइन टक्क यस्तो दामी भ्यू चाहिँ। साथीभाइहरू तराई साथीहरू। सो अनि अहिले चाहिँ समथिङ 11 बज्यो। अनि आज चाहिँ पानी परेर अनि काम पनि भएन भनौँ। अनि बजारतिर जाँदैछु म फेरि अर्को काम। अनि अहिले चाहिँ लगभग 11 बज्यो भनौँ, त्यही फ्यान छ। अनि अहिले चाहिँ खानासाना खाएर यताउता ट्याक्क टुक्क भाँडाहरू माझेर होइन, त्यहाँ अलिकति आँगनको यता साइडमा चाहिँ त्यो ढुङ्गाहरू हालिदिएर अलिकति तलपाई पानी गरेको थियो, त्यहाँनिर चाहिँ ढुङ्गाहरू हालिदिएर अनि बोइले मै मिलेर चाहिँ अनि सबै काम सक्यो भनौँ घरको। सो अनि आँखै हेर्नु मिल्दाखेरि कस्तो अर्कै उम्सो टाइपको गर्मी गर्दाखेरि त्यही फ्यान सब चाहिँ घरतिर लाग्नुपर्छ। अनि के कस्तो हुन्छ। अनि बजारतिर जाँदैछु भनौँ म अहिले चाहिँ 17 अप्रिल यही हो होइन, तपाईँलाई थाहा नै छ। अनि म चाहिँ कहाँ जाँदैछु त्यो पनि तपाईँलाई थाहा भइसक्यो। सो त्यही फ्यान छ। अनि म चाहिँ अब बजारतिर जान्छु ट्याक्क टुक्क। भिडियो के कस्तो हुन्छ अन्तिमसम्म हेर्ने प्रयास गरिदिनु होला साथीभाइहरू। लेट्स गो। ल है साथीहरू खोला सो सबैजना चाहिँ सजग रहनु होला है। ल खोलातिर यसो बच्चाबच्चीहरू नछोड्नु होला, खोला एकदम ठुलो आइरहेको छ, सबैजनाले बुझ्नु होला। किराल टोक्यो असल, कस्तो किराल टोक्यो यार, कस्तो टोक्यो मासुले। मामा चाहिँ यतातिर मासुले किल टोक्यो। किन टोक्छ तल तर्न त तल हेर्दैन, यसरी माथि हेर्नु यसरी मजा हुन्छ। तर अब एउटा छ यार यतातिरको झन् गएर छ यार, कहाँनिर घर तर्ने कहाँनिर घर तर्ने यार। ल हामी चाहिँ मान्छे खोला तर्दै यतातिर कता माग्नु त माथितिर लास्टमा यहाँसम्म भिजाइदियो नि त, लास्टमा ठुक्कमा मामाले अझै तर्दै हुन्छ यार। तर 2 ठाउँ टोक्यो यार मा किराले, एउटा यहाँनिर टोक्यो एउटा चाहिँ यहाँनिर टोक्यो। सुन्ने छ 2 ठाउँ यार, किल टोक्यो यार। चप्पल अघि यस्तो भएको थियो कि म त गयो भने थियो यार, गएन। जाउँ खोला तैरिसक्यो साथीहरू।
खोला साथीहरु खोला ट्याक्क लाएर यो हाम्रो खोला अनि त्यसपछि मजा खोला यो के भन्छ यो पहाडहरु यो बजार यो सिन यस्तो मजा लाग्यो मजा लाग्यो नि के गर्नु भिजु हालो त यार हाफ प्यान्ट लाएर आएको यार मौसम भन्नुहुन्छ भने कस्तो दामी गइरहेछ नानी होइन केबाट यहाँ मलाई भन्नु हो राख्नु त थियो कि राख्ने ठाउँ छैन गोजी छैन मान्छे सो अहिले चाहिँ बजार खोला तारेर बजार आयौँ बजारबाट फेरि अब घर खै फोका है त त्यस्तो गरेर नरम हातलाई पनि फोका उठा भन्छन् कुन्टे केरा मलाई दिनुहोस् केरा दिनुहोस् के भन्छ यो कसले दियो यो 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 कसले दियो अनि खै त मलाई केरा खै त बजारबाट टक्क घर आइसक्यो के काम गरेस् त चेतना यही हो काम गरे कहाँ गुड गुड भेरी गुड आप पाक्ने बेला हो यार हल्लान्नमा त्यही त भने दामी भएको छ यार यो फुल चाहिँ भुइँमा रोप्ने हो क्या अब यहाँ तल यसमा चाहिँ भएन यसमा त्यसलाई कपडाहरू धुन्छ यार आज चाहिँ अब कपडा धुने दिन पनि आयो क्या यता ठिक भएछ त बरु चाहिँ हाम्रो फुलहरू यो हो नि त अनि लाइन अन्त ठिक छ सो आँप पाक्न बेला भयो साथीहरू आँपसाप पाकिरहेछन् बिस्तारै बिस्तारै हाम्रो त सो त्यही हो फ्रान्स बजारबाट आइयो अनि धगा खोला तर्ने मान्छेले यार तरकारी त्यो ऊ आएछ क्या तरकारी उसको त्यो के अरे त्यहाँ कपाल काट्ने बेला यसो बेर बार पारेर गर्ने हुन्छ त ताबेरको तरकारी आएको छ सो अनि हाम्रो फुल दामी छ यार कति क्लियर हान्छ कस्तो मौसम भइरहेछ मजाको यार आया बा धन्यवाद स्वागतम यहाँ कति हेर्छ उता माथि आकाश है प्लिज जानिस अस्ति कस्तो यहाँ कस्तो खिचेको थिएछ यहाँ दिन फोटो बोलाइबाट फेरि खिचिँदैन जो मान्छे मजा भयो ओरल रुपे मजा भयो यस्तो कस्तो कसले गर्छ होला यस्तो कसले गर्छ भाइ नेमारले नेमार भनेको फुटबल प्लेयर आइस ताली पिर्दे ताली पिर्दे आइस ताली पिर्दे हो ताली पिर्दे छिटो भाग्यो आइस भाग्यो सब केरा खान्छ त्यसले मम्मी धेरै नखिजा है हेर त तिम्रो यसमा किरा लागेछ इ राजुले किरा पराइ ल्याइदिन्छ उ हेरै म रुख किरा पराइ फाल्छु ल किरा गयो है किरा गयो